नमस्ते सबैलाई। आज साताको अन्तिम कारोबारको दिन नेप्से अपडेट लिएर आइसकेको छु र तपाईँले जुन हिजोको भिडियोमा कमेन्ट गर्नुभएको थियो, हामी सबैजना कमेन्टको रिप्लाई गरेछौँ र आजको भिडियो एकदमै इम्पोर्टेन्ट हुनेछ। सबैजनाले चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु होला र अब आउने दिनहरूमा बजार अब कुन लेभलसम्म जान सक्छ र कस्तो स्ट्राटेजी बनाउने र के देखिन्छ टेक्निकली हेर्दा त्यसको बारेमा आज हामी एकदमै डिटेल्समा कुरा गर्नेछौँ। सबैजनाले चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु होला। आजको भिडियो पक्कै पनि एकदमै हेल्पफुल हुनेछ है त। अब हामी जाउँ आजको बजारमा। हामी हेर्छौँ भने लगभग आज कति अङ्कले वृद्धि भएको छ? 6 अङ्कले बजारमा वृद्धि भएर के भएको छ? आज क्लोजिङ भएको छ र सुरुमा प्री ओपनमा चाहिँ लगभग कति अङ्कले बढेको थियो? आज प्री ओपनमा चाहिँ लगभग 10 अङ्कभन्दा बढीले बढेको थियो। त्यस कारणले गर्दा प्री ओपनभन्दा क्लोजिङ चाहिँ के भएको थियो? थोरै घटेको छ। त्यस कारणले गर्दा चाहिँ क्यान्डल चाहिँ रातो भएको छ, तर के भएको छ? आज पोजिटिभमा क्लोजिङ भएको छ है। त्यस कारणले गर्दा झुक्किनु पर्दैन है। र अब हामी जाउँ टेक्निकली हेर्छौँ भने के देखिरहेको छ बजारमा, त्यसको बारेमा आज हामी एकदमै डिटेल्समा कुरा गर्नेछौँ। र सुरुमा हामी बजारको एनालाइज गरौँ। बजारमा हामी हेर्छौँ भने आज 6 अङ्कले वृद्धि भएर 2654.93 अङ्कमा गएर आज क्लोजिङ भएको छ। र इन्ट्राडे ग्राफबाट हेर्छौँ भने सुरुमा के लेभलमा साइडवेज बस्यो होइन, दिनभरि साइडवेज नै बस्यो, लास्टमा चाहिँ 6 अङ्कले वृद्धि भएर क्लोजिङ भएको छ। र आजको हामी सेक्टर वाइज हेर्छौँ भने आज ब्याङ्किङ इन्डेक्स हरेको छ, डेभलपमेन्ट ब्याङ्क हरेको छ, फाइनेन्स हरेको छ, होटल एन्ड टुरिज्म रातो छ, हाइड्रो पावर हरेको छ, इन्भेस्टमेन्ट हरेको छ, लाइफ इन्सुरेन्स हरेको छ, त्यसै गरी म्यानुफ्याक्चरिङ रातो छ, माइक्रो फाइनेन्स रातो छ, म्युचुअल फन्ड रातो छ, नन लाइफ हरियो छ, अदर्स इन्डेक्स हरियो छ र ट्रेडिङ इन्डेक्स पनि आज हरियोमा क्लोजिङ भएको चाहिँ हामी देख्न सक्छौँ। र आजको बजारमा हामी हेर्छौँ भने टप गेनरमा नयाँ आइपीहरू छ। के लेभलमा एसएबिबिएल, आरएसएमएल, हिमिस्टार, त्यसै गरी झापा, त्यसै गरी एमएचसिएल, त्यसै गरी अपी, त्यसै गरी एसपिआइएल, त्यसै गरी पिएफएल, यिनीहरू चाहिँ आजको टप गेनरमा देखिन्छ भने आजको टप लुजरमा चाहिँ एसएआइएल, एसएमएस, त्यसै गरी रिदी, स्वस्तिक, एसए प्यानल, त्यसै गरी एसएमबी, यिनीहरू चाहिँ आजको टप लुजरमा देखिन्छ भने आजको टप टर्नओभरमा चाहिँ अपी, एकेजेसिएल, एसए प्यानल, एनजिपिएल, रिदी, यमफिल, रादी, बिपिसिएल, एसएचपिसी र युएनएचपिएल, यिनीहरू चाहिँ आजको टप टर्नओभरमा देखिन्छ भने आजको टप भोल्युममा चाहिँ अपी, एकेजेसिएल, रिदी, एनजिपिएल, एनएचपिसी, एकेपिएल, केबिएल, यमफिल, केकेएस, यिनीहरू चाहिँ आजको टप भोल्युममा देखिन्छ भने आजको टप ट्रान्जेक्सनमा चाहिँ अपी, एसओए प्यानल, रिदी, बन्दीपुर, एकेजेसिएल, एचआरएल, एसएआइएल, एएचपिसी, एकेपिएल र केकेएस, यिनीहरू चाहिँ आजको टप ट्रान्जेक्सनमा देखिन्छ भने आजको टोटल टर्नओभर चाहिँ 4 अर्ब 70 करोडभन्दा माथिको चाहिँ टोटल टर्नओभर आएको देखिन्छ। र बजारमा हामी हेर्छौँ भने टर्नओभर चाहिँ एकदमै कम आएको छ। किन भन्दाखेरि अब चुनावी माल तातिरहेको छ। अब जे गर्नु छ अहिले होल्डै गरेर बसौँ होइन, न्यू बाईको लागि चुनावभन्दा पछि नै हामी इन्ट्री गरौँ अथवा चुनावभन्दा पछि नै जे होला भनेर सबैजना चाहिँ अहिले वेट एन्ड वाचमा बसिरहेको देखिन्छ। एग्रेसिभ बाई पनि छैन, एग्रेसिभ सेल पनि छैन। बजार घटिहाल्यो भने पनि खासै धेरै अङ्कले नघट्ने र बढिहाल्यो भने धेरै अङ्कले नघट्ने हिसाबले चाहिँ मार्केट चलिरहेको छ। र आज बजारमा हामी हेर्छौँ भने 137वटा कम्पनी बढेको देखिन्छ भने 118वटा कम्पनी घटेको देखिन्छ र 7वटा कम्पनी चाहिँ आज अनचेन्ज भएको हामी देख्न सक्छौँ है त। अब हामी चाहिँ ओभरअल टेक्निकली जाउँ। चार्टमा हेर्दा के देखिरहेको छ? यो ट्रेन लाइन एक्चुअली हामी तानेर यो ट्रेन लाइन बजारले के गरेको छ? आज ब्रेकआउट गरेको छ। हामीले सधैँ के भनिरहेको थियो भने बजारले यो ट्रेन लाइनलाई 3 चोटि हिट गर्यो। हामी यहाँ हेर्छौँ भने कतिचोटि हिट गर्यो एक्चुअली हामी चेक गरौँ। एकचोटि यहाँ हिट गर्यो, 2 चोटि हिट गर्यो, 3 चोटि हिट गर्यो, चौथो चोटि चाहिँ के गर्यो? ब्रेकआउट गर्यो। हामीले कुनै पनि वाललाई हम्मरले हान्यो भने एकचोटिमा भत्किन्छ त? भत्किँदैन। दोस्रो चोटि भत्किन्छ? भत्किँदैन। तेस्रो चोटि भत्किन खोज्छ, तर चौथो चोटि, पाँचौँ चोटिमा जतिचोटि हामीले हान्दै जान्छौँ होइन, कुनै एउटा वाललाई, भित्तालाई हामीले जतिचोटि हान्दै जान्छौँ त्यति कमजोर हुन्छ नि त। हो, त्यही भएर यसपालि के भयो? पहिलोचोटि ब्रेक गर्न सकेन, दोस्रो चोटि ब्रेक गर्न सकेन, तेस्रो चोटि ब्रेक गर्न सकेन र चौथो चोटि चाहिँ ब्रेकआउट गरेको छ। ब्रेकआउट गर्नु हाम्रो लागि के हो त? एकदम राम्रो। तर अब हामीले के वाच गर्नु पर्यो भने ब्रेकआउट त गर्यो, तर यो सप्लाई जोन के छ? यहीँ नजिकै छ। यो सप्लाई जोन चाहिँ के छ? 2680 को लेभल यहीँ नजिकै छ। त्यस कारणले गर्दा अझै पनि हामीले के गर्नु पर्यो भने 2680 को लेभल जबसम्म बजारले क्लोजिङमा ब्रेकआउट गर्दैन तबसम्म चाहिँ हामी अहिलेसम्म के छौँ त? एकदमै बजार माथि नै गइहाल्छ भनेर चाहिँ हामीले डिसिजन लिन सक्दैनौँ। किन भन्दाखेरि हाम्रो सप्लाई जोन 2680 को लेभल यही नै छ। र स्ट्रक्चर वाइज हामी हेर्छौँ भने यसरी एउटा लोअर लो, लोअर हाई, लोअर लो, लोअर हाई होइन, लोअर लो, लोअर हाई नै फर्मेसन छ। ट्रेन लाइन ब्रेकआउट गर्यो एकदमै राम्रो, तर के छ? भोल्युम ड्राई छ। र यो हाम्रो रिसेन्ट हाईलाई के गर्नु पर्यो? बजारले ब्रेकआउट गर्नु पर्यो, जुन भनेको 2680 को लेभललाई ब्रेकआउट गरेर यसरी एउटा हायर लो बनाएर यसरी माथि जानु पर्यो। अब यो भनेको चुनाव पछि नै हो। चुनाव पछि के हुन्छ भन्ने कुरा, अब कस्तो सरकार आउनेछ, स्टेबल सरकार आउन थाल्यो होइन, अब राम्रो सरकारले 5 वर्षसम्म राम्रोसँग चल्न थाल्यो भने चाहिँ बजार फेरि अब बुल आउनको लागि कसैले पनि छेक्न सक्दैन। बजारले 3200 ब्रेक गरेर 4000 5000 को लेभलसम्म जान कसैले पनि छेक्दैन। यदि राम्रो सरकार आएर राम्रो टिकेर सरकार चल्यो भने कसैले पनि बुल आउनलाई छेक्न सक्दैन। त्यस कारणले गर्दा बजारमा आत्तिहाल्नुपर्ने, बेचेर निस्किहाल्नुपर्ने अवस्था केही पनि देखिँदैन। र मैले तपाईँहरूलाई जेनजी स्टकहरूमा चाहिँ अलर्ट हुनु होला होइन। टुप्पोमा किन्नु भएको छ, थोरै तल आयो भने एभरेजिङलाई नहेर्नु होला। जेनजी स्टकहरू टुप्पोमा किन्नु भएको छ भने स्टप लसलाई नजिक हेर्नु होला होइन, किनकि टुप्पोमा भएको स्टकहरूलाई हामीले कहिले पनि एभरेजिङ गर्दैनौँ।
होइन बट्टममा भएको स्टकहरू छ भने एभरेजिङ गर्दा केही फरक पर्दैन, तर टुप्पोमा एउटा जुन हिसाबले एउटा बुल सकेको छ यस्तो टुप्पोमा गएर हामीले होइन किन्यौँ र यहाँनिर थोरै घट्ने बित्तिकै एभरेजिङ गऱ्यो भने एक दिन बढ्छ फेरि घट्छ, एक दिन बढ्छ फेरि घट्छ, यस्तो हुन्छ। त्यही भएर जेनजी स्टकहरूमा त्यही भइरहेको छ होइन। यस्तो टुप्पोमा किनेको स्टकहरूमा हामीले कहिले पनि एभरेजिङ गर्नु हुँदैन, स्टप लसलाई चाहिँ हामीले ध्यान दिनुपर्छ। र कुनै पनि स्टक यसरी बटममा आएर एक्युमुलेसन भएर माथि जान थाल्छ भने बल्ल हामीले एभरेजिङको लागि अथवा एक्युमुलेसनको लागि चाहिँ हामीले हेर्न सक्छौँ। त्यस कारणले गर्दा बट्टममा भएको स्टकहरू छ भने आत्तिनु पर्दैन बेच्नको लागि। र मैले तपाईँलाई के भनिरहेको थिएँ भने जबसम्म यो 2580 देखि 2600 भन्दा बजार माथि बस्छ तबसम्म बेच्नको लागि आत्तिनु पर्दैन। चुनावभन्दा अगाडि ढुक्कले होल्ड गर्दा नै हुन्छ। यदि योभन्दा पनि बजार मुनि जान थाल्यो भने हामी अलि नेगेटिभ हुन सक्छौँ, केलेरमा अलि बजार तल जान सक्छौँ भनेर हामीले भनिरहेको छौँ। यहाँनिर हामी यसरी स्ट्रक्चर वाइज हेर्छौँ भने यो हाम्रो अलि लङ टर्म स्ट्रक्चर यसरी हायर लो बनाएको छ, हायर हाई बनाएको छ, हायर लो बनाएको छ होइन। यहाँनिर एउटा इन्टरनल स्ट्रक्चर बनायो होइन, हायर हाई हायर लो यसरी बनायो। त्यसपछि के भइदियो, त्यसपछि यहाँनिरबाट फेरि के गरिदियो यसरी लोअर लो बनाइदियो। यो रिसेन्ट लोलाई ब्रेकडाउन गर्यो, लोअर लो लोअर हाई लोअर लो लोअर हाई बनाएको छ होइन। अहिलेसम्म हाम्रो के छ, हाम्रो यो स्ट्रक्चर वाइज हामी हेर्छौँ भने यो लोलाई अहिलेसम्म ब्रेक गर्न सकिरहेको छैन। यो जुन 2580 देखि 2600 को लेभल छ यो लोला ब्रेक गर्यो भने बल्ल बजार के हुनसक्छ, अलि नेगेटिभ हुनसक्छ, अलि बजार तल जान सक्छ होइन। खासै धेरै तल जाँदैन तर पनि अलि नेगेटिभ चाहिँ हुनसक्छ। तर जबसम्म यो लो 2580 देखि 2600 भन्दा माथि बस्छ तबसम्म चाहिँ हामी अहिलेसम्म पोजिटिभ नै छौँ। बिस्तारै बजार माथि जान खोजिरहेको छ र बजार अहिले 50-50%मा छ। माथि गइहाल्नु पर्ने अवस्था पनि छैन, तल झर्ने अवस्था पनि छैन। अब जे गर्छ चुनाव पछि कस्तो सरकार बन्छ त्यसले नै डिसाइड गर्छ। अब टेक्निकली कुनै पनि काम गर्दैन, चुनाव पछि 2-4 दिन टेक्निकली काम गर्दैन, कस्तो सरकार बन्छ त्यसैमा मास सेन्टिमेन्ट कतातिर जान्छ त्यही अनुसार बजारले लिड गर्नेछ। त्यही भएर यदि चुनाव पछि मास सेन्टिमेन्ट एकदमै पोजिटिभ हुन थाल्यो भने बजार एकदमै राम्रो माथि जानेछ। त्यस कारणले गर्दा बेच्नको लागि नआत्तिनु होला, मैले सधैँ नै भनिरहेको छु। बेच्नु भयो भने फेरि रिग्रेट हुनसक्छ चुनाव पछि होइन, बजारले छोडेर जान सक्छ। त्यही भएर 50% क्यासमै बस्दा बेटर देखिन्छ, अथवा क्यासमा हुनुहुन्छ भने ढुक्कले होल्ड गर्दा नै बेटर देखिन्छ, अथवा 50% लोडेड हुनुहुन्छ भने ढुक्कले यो बेलामा वेट एन्ड वाच गर्ने बस्दा नै बेटर देखिन्छ। र हामीले के गरिरहेको छौँ भने अलरेडी हाम्रो स्टकहरू खातामा धेरै नै छ। हामीले के गरिरहेको छ एकदमै स्ट्रङ होल्ड नै गरिरहेको छौँ, किनकि हाम्रो स्टकहरू सबै बटममा छ, टुप्पोमा कुनै पनि स्टक छैन, सबै स्टकहरू बटममा छ। त्यही भएर हामी आत्तिएको छैनौँ। बटममा भएको स्टकहरूलाई किन्नको लागि डराउनु पर्दैन, आत्तिनु पर्दैन है त। र यदि 100% क्यासमा हुनुहुन्छ भने चाहिँ मैले हिजोदेखि के भनिरहेको थिएँ भने 50% चाहिँ ब्याङ्कमा इन्ट्री गर्दा पनि हुन्छ, लाइफ इन्सुरेन्समा इन्ट्री गर्दा पनि हुन्छ, नन लाइफ इन्ट्री गर्दा पनि हुन्छ, नबढेको हाइड्रोमा इन्ट्री गर्दा पनि हुन्छ भनेर मैले तपाईँलाई भनिरहेको छु। तर 100% इन्ट्री गर्नुभन्दा 50% चाहिँ इन्ट्री गर्दा केही फरक पर्दैन। चुनावपछि बजार राम्रै माथि गयो भने एकदम राम्रो, तल आयो भने पनि 50% हामीसँग क्यास हुन्छ, त्यस्तो फरक पर्दैन। त्यस कारणले गर्दा यो बेला भनेको वेट एन्ड वाच गर्ने बेला हो। अब हेरौँ चुनावसम्म चाहिँ वेट एन्ड वाच चाहिँ बस्दा हुन्छ होइन, मार्केट नहेर्दा पनि केही फरक पर्दैन, ढुक्कले होल्ड गर्ने छोड्ने होइन। मैले ग्रुपतिर पनि त्यही नै भनिरहेको छु, मार्केट हेरिराख्नु पर्दैन, ढुक्कले होल्ड गरेर छोड्दा हुन्छ होइन। दिनभरि आफ्नो काम गर्दा हुन्छ, किनकि मार्केटमा खासै ठुलो भोल्युम एग्रेसिभ बाई पनि आएको छैन, सेल पनि आएको छैन, साइड वेज जस्तो देखिरहेको छ, बिस्तारै माथि जान खोजिरहेको छ। यो भनेको हाम्रो लागि एकदमै पोजिटिभ देखिन्छ है त। अब म तपाईँलाई के भन्न चाहन्छु भने यदि तपाईँहरूलाई मसँगै बसेर मेरो सुझाव सल्लाह लिएर कारोबार गर्न चाहनुहुन्छ, तपाईँ एकदमै धेरै लसहरू गुमाइरहनु भएको छ र अब चाहिँ हामीले पोर्टफोलियोलाई कसरी म्यानेजमेन्ट गर्ने, कसरी चाहिँ अब हामीले सधैँभरि लस मात्र कति खाने, अब चाहिँ हामीले कसरी प्रफिट कमाउने, राइट टाइममा कसरी इन्ट्री गर्ने, कसरी एक्जिट गर्ने भनेर एकदमै कन्फ्युजन हुनुहुन्छ र एउटा राम्रो होइन टेक्निकल एनालाइसिस एउटा हुन्छ नि एउटा तपाईँलाई एकदमै साथ दिने मान्छेको खोजीमा हुनुहुन्छ भने चाहिँ हाम्रो प्रिमियम ग्रुपमा जोडिन सक्नुहुन्छ, अथवा राम्रो ट्रेनरको खोजीमा हुनुहुन्छ भने हाम्रो प्रिमियम ग्रुपमा जोडिन सक्नुहुन्छ। त्यसको लागि तपाईँले मलाई व्हाट्सएपमा स्क्रिनमा मैले व्हाट्सएप नम्बर राखेको छु, त्यसमा तपाईँले मलाई मेसेज अथवा कल गर्नुभयो भने हाम्रो प्रिमियम ग्रुपमा जोडिन सक्नुहुन्छ र पक्कै पनि तपाईँले आफ्नो लसहरूलाई चाहिँ रिकभर गर्ने सम्भावना एकदम धेरै हुनेछ। र तपाईँले टुप्पोमा कुनै पनि स्टकहरूलाई चाहिँ तपाईँले किन्नुभन्दा अगाडि धेरै कुराहरू सिक्न र बुझ्न, अथवा किन्नुभन्दा अगाडि तपाईँले धेरै कुराहरू चाहिँ बुझ्न सक्नुहुन्छ। हामीले टुप्पोमा स्टक चाहिँ किन्नु हुँदैन रहेछ, एउटा एक्युमुलेसन भइसकेपछि खेलाडी लागेको स्टकहरूमा छिर्नु पर्दो रहेछ भन्ने कुराहरू तपाईँले सिक्नु हुनेछ। त्यसको लागि तपाईँले मलाई स्क्रिनमा दिएको नम्बरमा व्हाट्सएपमा मेसेज अथवा कल गरेर चाहिँ हाम्रो 3 महिना 6 महिना 1 वर्ष लाइफ टाइमको प्याकेजहरू छ, पक्कै पनि तपाईँले हाम्रो प्रिमियम ग्रुपमा पनि जोडिन सक्नुहुन्छ है त। अब हामी जाउँ, मैले तपाईँलाई केस 1 र केस 2 योभन्दा अगाडि धेरैचोटि देखाएको थिएँ र केस 1बाट नै बजारले रियाक्सन गरेको छ। र यहाँनिर मैले 2 डेको चार्टमा लगाएर हेरेको छु। 2 डेको चार्टमा हामी हेर्छौँ भने एउटा बुलिस इन्गल्फिङ प्याटर्न बनाएको छ। यो रातो क्यान्डललाई चाहिँ ग्रिन क्यान्डलले कप्पै खाइदिएको छ, बुलिस इन्गल्फिङ प्याटर्न बनाएको छ। यो बुलिस इन्गल्फिङ प्याटर्न बन्नु भनेको चाहिँ हाम्रो लागि एकदम पोजिटिभ कुरा हो। र अब यदि चुनावपछि राम्रै सेन्टिमेन्ट आयो भने बजार यही केस 1बाट नै फर्क्यो भन्ने हामी बुझ्नुपर्ने हुन्छ। र यदि केही त्यस्तो धाँधलीहरू हुन थाल्यो होइन, केही नेगेटिभ हुन थाल्यो भने बजार फेरि एकचोटि यो केस 2 तिर आएर एक्युमुलेसन भएर यसरी माथि जान्छ। त्यही भएर त्यस्तो आत्तिनु पर्ने अवस्था केही पनि देखिँदैन है त।
अब हामी जाउँ एकचोटि इन्डिकेटर वाइज जाउँ। इन्डिकेटर वाइज जान्छौँ भने मिडल ब्यान्डमा हामी हेर्छौँ भने मिडल ब्यान्ड यही 2675 80 को लेभलमा छ। हामीले कुरा गरि नै रहेको छु सधैँ। अब आइतबारको बजारले मिडल ब्यान्डलाई चाहिँ ब्रेकआउट गरेर के गर्नु पऱ्यो, क्लोजिङ गर्नु पऱ्यो। मिडल ब्यान्डलाई ब्रेकआउट गरेर सस्टेन हुनु पऱ्यो, होइन भने चाहिँ मिडल ब्यान्डलाई छोएर चाहिँ तल आउनु भएन बजार। मिडल ब्यान्डलाई छोएर तल आउनु भएन, मिडल ब्यान्डभन्दा माथि चाहिँ के हुनु पऱ्यो, सस्टेन हुनु पऱ्यो। अहिलेसम्म मिडल ब्यान्डलाई ब्रेकआउट गरेको छैन। त्यसै गरी हामी एमएसिडी लगाएर हेरौँ। एमएसिडी लगाएर हामी हेर्छौँ भने एमएसिडीमा चाहिँ हिस्टोग्रामबाट एकदमै मधुर हुँदै गएको छ। त्यो भनेको हाम्रो लागि एकदमै पोजिटिभ कुरा हो। एमएसिडीबाट हामी हेर्छौँ भने यहाँनिर के भएको छ, यसरी एउटा सेल सिग्नल आएको छ, यहाँनिर एउटा सेल सिग्नल आएको थियो र अहिलेसम्म बाई सिग्नल दिएको छैन। योभन्दा अगाडि यहाँ बाई सिग्नल दिएको थियो, यहाँ बाई सिग्नल दियो, यहाँ सेल सिग्नल दियो र अब चाहिँ बिस्तारै बाई सिग्नल दिन खोजिरहेको छ। अब आइतबारको बजारमा राम्रो सेन्टिमेन्ट देखियो भने यो पहिलो लाइनलाई चाहिँ निलो लाइनले क्रस ओभर गरेर जिरो लाइनभन्दा माथिबाटै बाई सिग्नल आउन सक्ने सम्भावना एकदम धेरै छ। त्यही भएर एमएसिडीबाट हिस्टोग्रामबाट मधुर हुँदै गइसकेको छ। पक्कै पनि एमएसिडीबाट हामी एकदमै पोजिटिभ हुने दिन अब लगभग आउने देखिन्छ चाँडै नै है त। ओभरअलमा इन्डिकेटर वाइज हेर्छौँ भने पोजिटिभ नै छौँ, त्यस्तो नेगेटिभ भइहाल्नु पर्ने अवस्था केही पनि छैन। त्यस कारणले गर्दा आत्तिनु पर्ने अवस्था केही पनि छैन। एकचोटि हामी विकलीबाट हेरौँ। विकलीबाट हामी हेर्दाखेरि मैले तपाईँहरूलाई सधैँ के भनिरहेको थिएँ, यहाँनिर एकदमै बुझ्नुपर्ने कुरा के छ भने विकलीबाट हामी हेर्छौँ भने यो ग्रिन क्यान्डलको हाईलाई बजारले के गर्यो, यो तलपट्टिको लोलाई ब्रेकडाउन गर्न सकेन, योभन्दा मुनि आउन सकेन। 3टा लगातार रेड क्यान्डल बन्यो, त्यसपछि के गर्यो, माथि गयो। फेरि यो ग्रिन क्यान्डलको हाई, त्यसपछि यो ग्रिन क्यान्डलको लो, यो ग्रिन क्यान्डलको लो ब्रेक गर्न सकेन, लगातार 4टा रेड क्यान्डल बन्यो, त्यसपछि के गर्यो, माथि गयो। र यसपालि मैले सधैँ नै के भनिरहेको थिएँ भने यो माथिपट्टिको हाई, अब अरू सबै हामी हटाइदिउँ, अरू सबै हटाइदिउँ, यो माथिपट्टिको ग्रिन क्यान्डलको हाई र यो तलपट्टिको ग्रिन क्यान्डलको लोलाई यदि योभन्दा मुनि क्लोजिङ, यो हप्ता चाहिँ योभन्दा मुनि क्लोजिङ गरेको भए चाहिँ हामी अलि नेगेटिभ हुन सक्थ्यो। तर यो ग्रिन क्यान्डलको लो भन्दा मुनि यसको लिक्विडिटी चाहिँ लग्यो, सेल साइड लिक्विडिटी चाहिँ लग्यो, तर क्लोजिङ चाहिँ माथि नै गर्यो। यो ग्रिन क्यान्डल भन्दा क्लोजिङ माथि बस्नु भनेको चाहिँ के हो त हाम्रो लागि एकदमै पोजिटिभ कुरा हो। लगातार 4टा रेड क्यान्डल बन्यो र यो हप्ता चाहिँ के गर्यो, यो ग्रिन क्यान्डललाई ब्रेकडाउन नगरिकन यो ग्रिन क्यान्डल भित्र क्यान्डल बस्नु भनेको के हो त हाम्रो लागि एकदमै पोजिटिभ कुरा हो। यो ग्रिन क्यान्डलको लो ब्रेक नगर्नु भनेको के हो त हाम्रो लागि एकदमै पोजिटिभ कुरा हो। योभन्दा अगाडि के गर्यो, यो ग्रिन क्यान्डलको लो ब्रेक गर्न सकेन, होइन, यो ग्रिन क्यान्डलको लो पनि ब्रेक गर्न सकेन र यसपालि यो ग्रिन क्यान्डलको लो पनि ब्रेक गर्न सकेन भनेपछि बजार के हुन खोजिरहेको छ, बिस्तारै माथि जान चाहिँ खोजेको चाहिँ हामी देख्न सक्छौँ है त। भनेपछि ओभरअलमा विकलीबाट हामी हेर्छौँ भने एकदमै पोजिटिभ छ बजार र यसको हामी इन्डिकेटर वाइज लगाएर हेरौँ। बोलिङ्गर ब्यान्ड लगाएर हेर्छौँ भने मिडल ब्यान्डभन्दा माथि छ। मिडल ब्यान्डलाई रिटेस्ट गर्न आयो तर मिडल ब्यान्डभन्दा मुनि क्लोजिङ दिन सकेन। त्यो भनेको के हो त हाम्रो लागि एकदमै पोजिटिभ कुरा हो। नेप्सेमा विकलीबाट हामी हेर्छौँ भने मिडल ब्यान्डभन्दा माथि क्लोजिङ गर्नु भनेको के हो त हाम्रो लागि एकदमै पोजिटिभ कुरा हो। त्यस कारणले गर्दा बजारको अब जे गर्छ चुनावले गर्छ, होइन, एग्रेसिभ बाईमा पनि जानु भएन, एग्रेसिभ सेलमा पनि जानु भएन। यो बेलामा चाहिँ एकदमै स्ट्रङ होल्डमा जानु पऱ्यो। मैले सधैँ नै भनिरहेको छु, जबसम्म बजार 2580 2600 भन्दा माथि बस्छ तबसम्म चाहिँ बेच्नको लागि नआत्तिनु होला, एकदमै स्ट्रङ होल्ड गर्नु होला भनेर मैले सधैँ नै भनिरहेको छु। र आज बजारले ट्रेन्ड लाइन ब्रेकआउट गरेको छ र 2680 को लेभल अहिलेसम्म हामी लोवर हाईमै छौँ। टेक्निकली हामी हेर्छौँ भने अहिलेसम्म लोवर लो, लोवर हाई, लोवर लो, लोवर हाई, लोवर लो, लोवर हाईमै छौँ। अहिलेसम्म हायर हाईमा गएको छैन। त्यस कारणले गर्दा एकदमै, होइन, ह्याप्पी भइहाल्नु पर्ने, खुसी भइहाल्नु पर्ने अवस्था पनि छैन, दुःखी भइहाल्नु पर्ने अवस्था पनि छैन। अब जे गर्ने चुनावले गर्छ, त्यस कारणले गर्दा ढुक्कले अहिले हामी वेट एन्ड वाच होल्ड गरेर बस्दा नै बेटर देखिन्छ है त। र हाम्रो फेसबुक पेजलाई फलो गर्नु भएको छैन भने चाहिँ तपाईँले हाम्रो फेसबुक पेजलाई फलो गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज बिग बुललाई तपाईँले वाच गर्न सक्नुहुन्छ। यसको लिङ्क चाहिँ मैले तपाईँलाई हाम्रो युट्युब च्यानल विजय स्मार्ट ट्रेडर्सलाई सब्सक्राइब गरेर यहाँनिर तलपट्टि हाम्रो फेसबुक पेजको लिङ्क र फ्री वाट्सएप ग्रुपको लिङ्क राखेको छु। तपाईँले फ्री वाट्सएप ग्रुपमा गएर तपाईँले के गर्न सक्नुहुन्छ, धेरै कुराहरू सिक्ने बुझ्ने मौकाहरू पाउनुहुनेछ र फेसबुक पेजलाई फलो गर्नुभयो भने पनि तपाईँले यहाँनिर धेरै कुराहरूको चाहिँ अपडेटहरू पाउनुहुनेछ है त। अब हामी जाउँ आजको एकचोटि फ्लोर सिट चेक गरौँ। फ्लोर सिट हेर्दा के देखिरहेको छ एकचोटि हामी चेक गरौँ है त। नेप्सी अल्फामा जाउँ। नेप्सी अल्फामा गइसकेपछि ट्रेडिङ सिग्नलमा जाउँ। फ्लोर सिट फिल्टरमा गएर ट्रेडर फ्लोर सिटमा जाउँ। ट्रेडर फ्लोर सिटमा गइसकेपछि समरीमा जाउँ। यहाँनिर गएर हामी हेर्छौँ भने आजको फ्लोर सिटमा एउटा, दुईवटा, तिनवटा, चारवटा मात्र बाई रहेछ, 6वटाको सेल सिग्नल रहेछ भनेपछि बजारमा खासै मोमेन्टम चाहिँ देखिँदैन, होइन। आज बाईभन्दा हल्का सेलिङ नै धेरै रहेछ, तर पनि बजार पोजिटिभमा क्लोजिङ भएको छ। त्यो भनेको हाम्रो लागि एकदमै पोजिटिभ कुरा हो है त। अब हामी जाउँ, तपाईँले जुन हिजोको भिडियोमा कमेन्ट गर्नुभएको थियो एकचोटि हामी सबैजनाको कमेन्टको रिप्लाईतर्फ जाउँ है त। सिएलआईको टार्गेट भनिदिनुहोस् न सर। नमस्ते विजय सर, पछिल्लो समय हजुरको हरेक दिनको भिडियो हेरेर प्रफिट मात्र भएको छैन, लस हुनबाट पनि जोगिएको छु। हृदयदेखि धन्यवाद सर भन्नुभयो। थ्याङ्क यू सो मच रन्जीव सर, तपाईँले एकदम राम्रो कमेन्ट गर्नुभयो। ठिकै छ, भिडियो अझै हेर्नु होला, पक्कै पनि तपाईँलाई एकदमै हेल्पफुल नै हुनेछ। आफूले मन लागेको कुराहरू आफ्नो पोर्टफोलियोमा भएको स्टकहरूको बारेमा कमेन्ट पनि गर्न सक्नुहुन्छ है। सिएलआईको टार्गेट भन्नुहोस् न भन्नुभएको छ। सिएलआई एकचोटि हामी हेरौँ। सो बटममा अहिले लगभग लाइफ इन्सुरेन्स हामी हेर्छौँ भने एकदमै बटममा छ र सिएलआई हामी हेर्छौँ भने बिस्तारै मोमेन्टम आउन खोजिरहेको छ। एउटा राम्रो डिमान्ड, राम्रो एउटा अर्डर ब्लकमा आएर बिस्तारै
बाउन्स ब्याक हुन खोजिरहेको छ। यो एरिया भनेको हाम्रो एकदमै राम्रो डिमान्ड एरिया थियो। यही एरियामा आएर चाहिँ के भएको छ, बाउन्स ब्याक भएको छ भनेपछि सिएलआई अहिलेलाई एकदमै राम्रो देखिरहेको छ। अब के गर्नु पऱ्यो भने यसले यो हाईलाई चाहिँ ब्रेकआउट गर्नु पऱ्यो। यो हाईलाई चाहिँ के गर्नु पऱ्यो, ब्रेकआउट गर्नु पऱ्यो। अहिलेको लागि माइनर रेजिस्टेन्स भनेको 490 को लेभल छ। 490 को लेभललाई ब्रेकआउट गऱ्यो भने यसमा फेरि राम्रो मोमेन्टम आउने देखिन्छ है त। अपीको टार्गेट भन्दैछ सर भन्नुभएको छ। अपी हाम्रो पनि प्रिमियम ग्रुपले बाई गरेको छ। अपी पनि एकदमै राम्रो छ, होल्ड गर्नुलाई एकदमै एग्रेसिभ बाई देखिन्छ होइन। प्लेयरहरू एकदमै लागिरहेको छ। अब यो सप्लाई जोनमा छ। अब यो सप्लाई जोनलाई चाहिँ के गर्नु पऱ्यो, ब्रेकआउट गर्नु पऱ्यो। एउटा यो हामी हेर्छौँ भने सप्लाई जोन नै छ, यो 315-20 को लेभल। यसलाई ब्रेकआउट गऱ्यो भने अपी जाने भनेको यो लेभलसम्म 350 को लेभलसम्म जान कसैले पनि रोक्न सक्दैन है त। दोर्दी ओएमपिएल भन्नुभएको छ। दोर्दी हेर्नु एक्चुअली हामी दोर्दीमा के देखिन्छ, दोर्दी हामी हेर्छौँ भने दोर्दीमा पनि स्ट्रक्चर वाइज हामी हेर्छौँ भने हायर लो नै बनाएको छ। जबसम्म 250 भन्दा माथि, जबसम्म यो 250 भन्दा माथि बस्छ तबसम्म आत्तिनु पर्दैन। यो लो भनेको एउटा हायर लो छ, यो भन्दा माथि बस्नुजेलसम्म चाहिँ हामी आत्तिनु भएन। स्ट्रङ होल्ड गर्दा नै बेटर देखिन्छ है त। ओएमपिएल एसपिसी भन्नुभएको छ। ओएमपिएल र एसपिसी हेर्नु एक्चुअली हामी ओएमपिएल हामी हेर्छौँ। ओएमपिएल पनि राम्रै करेक्सन आइसकेको छ। अब के गर्नु सकिन्छ होइन। अब कुन लेभलमा बाई भएको थियो तपाईँले, अब चाहिँ एउटा वेट एन्ड वाच जोनमा छ ओएमपिएल। तपाईँले जबसम्म यो 1200 को लेभल, जबसम्म यो 1200 देखि 1250 भन्दा माथि बस्छ तबसम्म चाहिँ हात्तिनु पर्दैन है त। त्यसै गरी एसपिसी अपी एसपिसी युएसएचएल भन्नुभएको छ। युएसएचएल हेर्नु एक्चुअली हामी युएसएचएल हामी हेर्छौँ। युएसएचएल एकदमै राम्रो जोनमा छ। अब चुनावपछि पक्कै पनि बजारमा राम्रो सेन्टिमेन्ट आयो भने यो एकदमै राम्रो जान्छ, पक्कै पनि उड्न सक्छ यो है। एकदमै लो क्याप छ, यसलाई होल्ड नै गर्नुलाई। एसपिसी भन्नुभएको छ। एसपिसी हेर्नु एक्चुअली हामी हेर्छौँ भने एसपिसी पनि एकदमै राम्रो रेन्जमा छ, एकदमै राम्रो डिमान्ड एरियामा छ। यो लेभल भनेको एकदमै राम्रो जोन छ। जबसम्म 480 भन्दा माथि बस्छ तबसम्म आत्तिनु पर्दैन। यसको टार्गेट भनेको यो जुन 580 को लेभल छ यो लेभलसम्म जान सक्छ। समाज एसएपीडिबिएल भन्नुभएको छ। समाज यिनीहरू यो महँगो स्टकमा जानुभन्दा तपाईँले अरू स्टक नै हेर्दा बेटर देखिन्छ है। बिएचएल 225 को बाई छ, ढुक्कले होल्ड गर्दा हुन्छ। स्वस्तिक लघु वित्तको एनालाइसिस होल्डै गर्नु। 19 गते पनि मार्केट खुल्छ भन्नुभएको छ। आइतबारसम्म बजार खुल्छ है। सोल्टी होटल भन्दा अरू नै हेर्न सक्नुहुन्छ है। डिएचएल बाई भन्दा पनि अरूलाई हेर्न सक्नुहुन्छ होइन। जेन्जी स्टक भन्दा अरू धेरै स्टकहरू छ जुन बटममा आएको छ। सन्डेको लागि स्टक बाई गर्दा हुन्छ सर भन्नुभएको छ। कुन स्टक भन्नुभएको छ, यसको लागि हाम्रो प्रिमियम ग्रुपमा जोडिन सक्नुहुन्छ। हाम्रो स्टक रेडी भइसकेको छ। चुनाव अगाडि बेस्ट स्टक भनिदिनुहोस् न, चुनावपछि बढ्न सक्ने स्टक भन्नुभएको छ। अब यसको लागि तपाईँहरू हाम्रो प्रिमियम ग्रुपमा जोडिन सक्नुहुन्छ। स्क्रिनमा मेरो वाट्सएप छ, त्यसमा तपाईँले मेरो वाट्सएप नम्बरमा मेसेज अथवा कल गर्न सक्नुहुन्छ। पक्कै पनि तपाईँले राम्रो स्टकहरू चाहिँ पाउन सक्नुहुन्छ है त। सिन्धुभन्दा अरू नै हेर्न सक्नुहुन्छ। एसपिपिएल एकदम बेस्ट छ, तपाईँले एसपिपिएललाई पनि वाच गर्नु होला। एमकेएससी हेरिदिनुहोस् न भन्नुभएको छ। एमकेएससी हेरौँ एक्चुअली हामी एमकेएससी हामी हेर्छौँ। एमकेएससीको यसको यो पक्कै पनि लकिङ खुलेको हुनुपर्छ है। तपाईँले त्यो चाहिँ वाच गर्नु होला, होइन भने चाहिँ एकदमै बटममा छ, हेर्ने ठाउँमा चाहिँ आएको छ। सर तपाईँ कुन एप्स युज गर्दै हुनुहुन्छ, हामी पनि भनिदिनुहोस् न भनेर। यो भनेको एसएस प्रो हो सर। अब यो म तपाईँको 1 वर्षको त्यही 3000 जति लाग्ला होइन। अब यसको चार्टहरू अथवा फ्लोट सिटहरू हेर्दा चाहिँ राम्रो छ होइन। अरू खासै त्यस्तो केही पनि छैन। तपाईँले सबभन्दा राम्रो त मोबाइलमा सेयर हब नै डाउनलोड गर्दा राम्रो, मोबाइलबाट हेर्नलाई फ्लोट सिटहरू होइन। केपिसिएल कस्तो छ भन्नुभएको छ, यो फन्डामेन्टल एकदमै राम्रो छ, होल्ड गर्नु होला। बिएचएल पनि होल्ड गर्नु होला। एसडिएल नबिल यिनीहरू सास भनेको एकदमै बेस्ट फन्डामेन्टल हो, यिनीहरूलाई तपाईँले ढुक्कले होल्ड गर्न सक्नुहुन्छ। सिललाई तपाईँले अस्ति राम्रो बढेको बेलामा प्रफिट बुक गर्न सक्नुहुन्थ्यो, अब त वेटै गर्नु होला है। एलइसी बाइकको लागि वेट गर्नु होला। एनएलजी कस्तो छ एनालाइसिस भन्नुभएको छ। एनएलजी राम्रो छ, तपाईँले एनएलजीलाई एनएलजी भन्दा पनि तपाईँले अरू नन लाइफमा अरू राम्रो स्टकहरू छ होइन। प्रिन्ट त्यसै गरी अरू धेरैवटा स्टकहरू छ, तिनीहरू वाच गर्न सक्नुहुन्छ। पिएसएल 304 को बाई छ, के गर्ने भन्नुभएको छ। पिएसएल तपाईँले अब एभरेजिङको लागि हेर्न सक्नुहुन्छ, बटममा छ होइन। आत्तिनु पर्ने अवस्था छैन है त। ओके, आजको लागि कमेन्ट यति नै छ। फेरि पनि तपाईँलाई कुनै पनि स्टकको बारेमा सोध्न मन छ भने यो भिडियो तल कमेन्ट गर्न सक्नुहुन्छ। त्यसको रिप्लाई चाहिँ हामी भोलि बिदाको दिन पक्कै पनि केही नयाँ भिडियो पनि लिएर आयो भने पक्कै पनि सबैजना कमेन्टको रिप्लाई लिएर आउने छु। र यदि तपाईँलाई फेरि पनि मसँगै बसेर मेरो सुझाव सल्लाह लिएर कारोबार गर्न चाहनुहुन्छ, तपाईँ एकदमै धेरै लसहरू गुमाइरहनु भएको छ भने हाम्रो प्रिमियम ग्रुपमा जोडिन सक्नुहुन्छ। र यदि तपाईँलाई चाहिँ मेरो भिडियो चाहिँ राम्रो लाग्छ भने चाहिँ हाम्रो प्रिमियम ग्रुपमा जोडिन सक्नुहुन्छ। र बजारमा हामी हेर्छौँ भने मैले फेरि पनि भनेको छु, बजारमा हामी हेर्छौँ भने अहिले वेट एन्ड वाचमा जोन छ। जबसम्म बजार 2580 2600 भन्दा माथि बस्छ एकदमै ढुक्कले होल्ड गर्दा हुन्छ। र आज बजारले ट्रेन लाइन ब्रेकआउट गरेको छ, यो भनेको हाम्रो लागि एकदमै पोजिटिभ कुरा हो। र बजारले हाम्रो जुन केस 1लाई भ्यालिड गरेको छ, केस 1बाट बजार फर्केको छ होइन। योभन्दा अगाडि एउटा राम्रो डिमान्ड एरियामा यहाँ धेरैचोटि क्यान्डलहरू खेलेको थियो। यो रेन्जमा आएर अहिले के भएको छ, यहाँ पनि बिस्तारहरू क्यान्डलहरू खेलेर चाहिँ एउटा बुलिस इन्गल्फिङ प्याटर्न चाहिँ आज भ्यालिड भएको छ। र हिजो एउटा मर्निङ स्टार प्याटर्न बनाएको थियो, त्यो पनि भ्यालिड भइसकेको छ। ट्रेन लाइनहरू ब्रेकआउट भएको छ। अब जस्ट हामीले वेट गर्नुपर्ने एरिया भनेको 2680 को लेभल छ। यो लेभललाई ब्रेकआउट गऱ्यो भने चाहिँ बजारमा एउटा मुभ चाहिँ आउने देखिन्छ है त।
ओभरअलमा बजार एकदमै पोजिटिभ छ, त्यस्तो आत्तिनुपर्ने अवस्था केही पनि छैन। अब आइतबार हेरौँ, आइतबार एक दिनको बजार पक्कै पनि पोजिटिभमै क्लोजिङ हुनसक्छ। त्यसपछि जे गर्छ, चुनावले गर्छ, चुनावी माहौल कस्तो हुन्छ, त्यसपछि बजारले कुन दिशातर्फ कुन लेभलतिर बजार जान्छ भन्ने कुरा चुनावपछि जानेछ होइन। पक्कै पनि बजारले यसपालि 3200 को हाईलाई चाहिँ ब्रेकआउट गर्ने सम्भावना एकदम धेरै छ। त्यस कारणले गर्दा अब यदि मार्केट घटिहाल्यो भने पनि यो घटेको बेलामा चाहिँ पैसा खोजेर हुन्छ कि कसरी हुन्छ, लोन लिएर हुन्छ कि प्लेजमा हालेर हुन्छ कि राम्रो फन्डामेन्टल स्टकहरूमा हामीले एक्युमुलेसन गरेर त्यसपछि बुलको लागि चाहिँ होल्ड गरेर बस्दा नै बेटर देखिन्छ। ओके, आजको लागि भिडियो यति नै। भिडियो कस्तो लाग्यो सबैजनाले लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु होला। फेरि हामी भोलि बिदाको दिन पक्कै पनि केही नयाँ भिडियो लिएर आउनेछु। आजको लागि यति नै। हस्त, नमस्ते एभ्रिवान।